रेस्ट इन पिस ब्युटिफुल सोल इनिसा बिक। यो देशले निर्मला पन्त जस्तो फेरि पनि यस्तो घटना कुनै पनि भोग्न नपरोस् भनेको थियो। फेरि पनि यो इनिसा बिकको हत्या भएर यो देशले फेरि यो शोक मनाउनु परेको छ। निर्मला पन्त र इनिसा बिक साथै अरू थुप्रै घटनाहरू घटेका छन्। छोरीलाई डर लाज संस्कार सिकाउने यो समाजले छोरालाई पनि कुन संस्कार सिकाइरहेका छौँ यो कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। दुःखको कुरा नेपाल सरकार कठोर नहुनाले गर्दा निर्मला पन्तको हत्यारा पनि खुलेआम हिँडिरहेको छ। अबको नयाँ सरकार आइसकेपछि यी सारा घटनामा दोषीहरूलाई कडाभन्दा कडा सजायको माग गर्दछौँ।